Hey guys, welcome to my new vlog. अनि न्यू डे न्यू भ्लग अनि आज पनि धेरै पछि भ्लग आएको छ। त्यही गाइस अब चाहिँ हामी चाहिँ आर्मी क्याम्पबाट टक्क स्विममा जान लागेको किन भन्दा सरप्राइज छ। किनकि हामी इन्डिया खेल्न जान लाग्यो नि त इन्टरनेसनल गेम पुणेमा हुनु गइरहेको इन्टरनेसनल गेम खेल्न जान लाग्यो। अनि आर्मीबाट चाहिँ हामी 4 जना सरिरहेको छौँ। यता समृद्धि श्रेष्ठ, यता सुबिन श्रेष्ठ बी, यता प्रतीक विष्ट, यता म भइहालेँ। त्यही गाइस अब चाहिँ हामी आर्मी क्याम्पबाट निस्किसक्यौँ। हाम्रो झोलासोला चाहिँ पछाडि छ। अनि त्यही हो अब हामी स्वयम्भू पुग्छौँ। स्वयम्भू गएर हजुरहरूलाई हाम्रो फुल टिम देखाउने नै वाला छु। अनि कस्तो हुन्छ इन्डियाको हाम्रो कस्तो हुन्छ ट्राभल हजुरहरूलाई सबै देखाउने नै वाला छु। होपफुल हजुरहरूले इन्जोय नै गर्नुहुन्छ होला भन्ने आशा राख्दछु। त्यही हो गाइस अब चाहिँ हामी निस्क्यौँ आर्मीबाट। सधैँ के भयो अरे पानी परेर यार सामान आफ्नो सामान भिज्छ भनेर यहाँ हामी चाहिँ पुरा आर्मीको गाडीमा टक्क नभिजोस् भनेर बन्दोबस्त हान्दैछौँ। यसरी त गर्नै पऱ्यो अब हिँडेपछि अहिले चाहिँ हाम्रो टक्क सामान बालेर नि हामी गाडी चढिसक्यो। धन्न बेलामा बानिएछ। हेर्नु पानी परेको जस्तो छ। टक्क सामान पनि सेफ्टी भयो, पछाडिको मान्छे पनि सेफ्टी भयो। अनि अहिले चाहिँ हामी अब कलङ्गी पुग्न आँट्यौँ। त्यही हो गाइस, दिन पनि यस्तो अल्छी लाग्दो भइरहेछ नि। A few moments later. गाइस अब चाहिँ हामी स्वयम्भू आइपुगिसक्यौँ। स्वयम्भू चाहिँ त्यहीँ पर हो। अहिले चाहिँ कोही पनि आएर छ। हामी पासा मात्रै आएको रहेछ, पासा र पासाको मम्मी। त्यो गाइस अब सबजना भेला हुन्छौँ। बस चाहिँ उ चाहिँ अगाडि गएर सेतोवाला हेरौँ कस्तो हुन्छ त्यो बसको टुर। ठिकै बाहिरबाट हेर्दा त ठिकै देखिरह, तर एउटा मेरो फेरि जाने बेला नयाँ काट्नु भयो क्या। के भयो भन्दाखेरि यो नै निक्ल्यो क्या, सबै काट्छ क्या। अब तर पनि केही छैन। गाइस हाम्रो बस यही हो। अब टक यहाँको खलासी चाहिँ हाम्रो यता प्रतीक विष्ट हो। सर यो गाडी कहाँसम्म जान्छ? पप्पु पाल चाहिँ एसिस्टेन्ट रहेछ यहाँको। ड्राइभरको हाम्रो म्यानेजर चाहिँ यता तपाईँ पनि जाने होइन? हाम्रो म्यानेजर चाहिँ उता हो वीरेन्द्र गुरु। त्यो गाडी अब कति बज्यो अल्छी ठ्याक्क 6:15 भयो। हामी चाहिँ 6:30 बजी निस्किन्छौँ होला। अब चाहिँ टक्क बस पनि रेडी भइसक्यो, सामान सब भित्र हालिसक्यो। A few inches later. गाइस हाम्रो इन्डियाको टिम चाहिँ यति मात्रै हो। यता समृद्धि, यता उता अस्मिता, यता रियाना, यता पप्पु, यता प्रतीक, यता ऋषभ, यता सुरेन श्रेष्ठ, शौर्य। उता चाहिँ अब टक्क खाता लगाउने व्यवस्था हुँदैछ। टक्क खाता लगाएपछि अनि टक्क हामी चाहिँ अब लाग्छौँ होइन अङ्कल? यता चाहिँ खाताको विदाय कार्यक्रम हुँदैछ। हाम्रो रामजी अङ्कलले विदाय कार्यक्रम गर्नु हुँदैछ। यता चाहिँ टक्क निलम आन्टी एकदम राम्रो छ, एकदम राम्रो छ। बेनु दाइ के छ तपाईँको हालखबर? ठिक छ भाइ, भ्लग बनाउँछ नि। अब विदाय कार्यक्रम हुँदैछ। टक्क यता पुरा लाइनमा छ यहाँ, पुरा लाइनमा छ पिक्चर बाटोमा लाइनमा छ है। बस चाहिँ हो अब व्यवस्था हुँदैछ यहाँ खाता माला खाताको। मेरो पनि पाला आयो। सदीप लाइन आउनुहुनेछ टक्क लगाएर। सदीपले शुभकामना जितेर आउनुपर्छ है, आउनुपर्छ। गोल सुबिन दाई हाम्रो खातामालाको कार्यक्रम सुरु भएछ। त्यही गाई सब चाहिँ हाम्रो विदायको कार्यक्रम सकेर हामी चाहिँ बसमा चढिसक्यौँ। अनि यता चाहिँ टक्क हाम्रो ऋषभको मम्मी हुनुहुन्छ, यता रियानाको मम्मी, यता शौर्यको मम्मी, अनि यता केटाहरू ऋषभ राई, पप्पु, यता अस्मिता बुनु, समृद्धि बुनु, अनि यता हाम्रो जुट्टी आर्मीको जल्दो कर्णधार त्यही हो। यता प्रतीक विष्ट। हाम्रो बस चाहिँ यस्तो छ।
अनि म चाहिँ सदीप राई। हो अनि म चाहिँ सदीप राई 2,000 years later. त्यही गाइस अहिले चाहिँ हामी अहिले चाहिँ बेलुकाको 9:30 भइरहेको छ अनि अहिले चाहिँ खाना खानु रोकिरहेको छ। कहाँ हो यो ठाउँको नाम चाहिँ थाहा छैन। अनि केटाहरू झर्दैछन्, एउटा गुरु हुनुहुन्छ, केटाहरू आउँदैछन् साथीहरू। हग्गा माथि रहेछ बसमा चाहिँ उपरै त्यो भएर यार एसीबाट पनि पानी छिरेर आफ्नो सिटमा फेरि अहिले चाहिँ खानाको वेटिङमा सबैजनाहरू खानाको वेटिङमा हुनुहुन्छ है, खानाको वेटिङमा हुनुहुन्छ। चाहिँ खानासँग आएर सबैजना खाना खानु भइसक्यो। गाइस अहिले चाहिँ अब खानासाना खाएर सबैजना अब चाहिँ हामी बसतिर जाँदैछौँ। अब अहिले चाहिँ बेलुकाको 10 बजिसक्यो, 10:30 जति भयो होला। अनि अब चाहिँ हामी चाहिँ भोलि बिहान पुगिन्छ होला 10 बजीतिर। अब रातभरि बसमै हो, उफारी गर्छ। त्यही हो, सिट पनि लास्टको छ। सुरुमा अगाडिको सिट थियो, फेरि अगाडि एसीबाट पानी छिरेर लास्टको सिटमा राखिदिएको कि अनि उफारीको पनि नै लाग्दैन क्या। त्यही हो, अब चाहिँ सबजना बस्न चढ्दैछन्। 2,000 years later. यत्रो जाम थियो, कुन ठाउँ हुँदा यो भगवान छैन तर बहुत जाम रहेछ। त्यो अस्ति के मान्छे माऱ्यो भनेर बहुत जाम रहेछ। अनि यहाँ जाम चाहिँ भर्खर खुल्ले थियो। अनि यो आन्टीको चाहिँ पछाडि मान्छे नै पछाडि हराइतो भइसक्यो, छुट्टी छ। अनि ड्राइभरलाई फलाउँदैछ। लगभग 2-3 घन्टा चाहिँ जाममै पऱ्यौँ हामी। अहिले चाहिँ बल्ल पुगिन्छ। हाम्रो यता पासा चाहिँ हाम्रो सुतिरहेको छ पुरा मस्त। केटाहरू मस्त सुतिरहेछन्। पप्पु बालु प्रतिष्ठा बल्ल जाम थियो। अब झन् 3 घन्टा अझै जाममा परेर अब झन् लम्बिने भयो ट्रिप। त्यही हो, चाहिँ हाम्रो इन्डियाको बोर्डरमा आइपुगिसक्यो हामी चाहिँ। टक्क यहाँ चाहिँ पासपोर्ट चेक हुँदैछ। पासपोर्ट दिइसकेपछि पनि अब यहाँ भन्दैछ किन जानु लाग्यो, कहाँ जानु लाग्यो भनेर। पुणे जानु लाग्यो भनेर चाहिँ अब त्यो देखाउनु पर्ने अरे, उसको पुणेको ब्याडमिन्टन टुर्नामेन्टको नोटिसहरू देखाउनु पर्ने अरे। अब खै यहाँ वीरेन्द्र गुरुले भनिरहनु भएको छ अनलाइनबाट काट्ने भनेर, तर माने हेन्जेलले। हेरौँ। 2 hours later. त्यही गाडी चाहिँ हामी चकिया भन्ने ठाउँमा आइपुगेका छौँ। अनि गर्मी चाहिँ उपरै गर्मी छ। अनि यस्तो गर्मी छ नि गाडी, यस्तो लुगा लगाएर यस्तो गर्मी होइन। त्यो खाजा खानु त्यस्तो ठाउँमा रोकिरह, यस्तो केही खानु नै मन लागेको छैन। अनि यता हाम्रो सुबिन सर के खायो खाजा? समोसा छोडेर खाएको अरे। हाम्रो टिमहरूले लिएर खानुहुँदैछ खाजा। कस्तो भयो आन्टी खाजा? खाजा कस्तो भयो? कस्ता खाजा कस्तो भयो? यता आन्टीहरूले खाजा खानु हुँदैछ। यता मिठाई खानु खोजिरह। मिठाई कस्तो भयो खाजा? कति गर्मी छ दोस्त? गर्मी चाहिँ डेन्जरै छ। त्यही हो, अहिले चाहिँ खाजा खाएर हामी चाहिँ यता वासरुमतिर आएको थियौँ। तर वासरुम चाहिँ उपरै त्यो रहेछ के, डेन्जरै रहेछ। केटाहरूले बाहिर हान्यो। अनि यता पप्पुपाल छ। पप्पुपाल कस्तो भयो त खाजा? नै हजुरलाई खाजा कस्तो लाग्यो? यो एकदम राम्रो भन्नु भने मलाई फिक्स पखाला लाग्छ कि कसम। 3-4जनालाई त फिक्स पखाला हो। अनि यता हेर्नु सक्नुहुन्छ यता कल रहेछ। सुरुमा कलमा चाहिँ फेरि पेल्दै गएपछि तातो पनि आउँदैन क्या, तराईमा पनि। यहाँ प्रत्येकले हान्दैछ यता र चिसो पनि आइरहेको दोस्त। तर यो धेरै पुरानो रहेछ, पानी चाहिँ चिसो आइरहेको तर हान्नु त एक लट। सिस्टम चाहिँ यही छ कि सिस्टम। त्यो ठाउँ चाहिँ एकदम राम्रो छ तर ओभर गर्मी छ है। सक्नुहुन्छ त्यहाँको मान्छेहरू कसरी बुझ्छ होला क्या यार यस्तो गर्मीमा। तर बानी पनि हुन्छ होला। दोस्रो के हो हेर न, यो के फल हो यो? कदम कदम खानु मिल्छ?
गाइस हेर्नु त यहाँ खाना खेल्दिने यार के हो यो यस्तो बबल छ नि खेलाउनु मजा हो यो के हो गाइस कदम रे यस्तो झर्ना रानी अझै खेल्दिनु पहिला उता चाहिँ हाम्रो गुरु कराइरहनु भएको छ हामीलाई त्यहाँ छिटो आइज भनेर अब यही हो अब केटाहरू भएपछि बिस्तारै त्यो गाइस अब चाहिँ हामी चाहिँ दिउँसोको 3 बजीतिर पुग्छौँ होला अहिले चाहिँ 11:30 भइरहेको छ अब अझै 4 घन्टा जति लाग्छ होला हामी पुग्ने ठाउँमा अनि आज त्यही ठाउँमा बस्छौँ कदमैको बोटै सधैँ कदमको बोटैमा गीत गाउँदै त्यो एउटा गीत छ तब हजुरहरूलाई पनि याद होला तर अहिले ठ्याक्कै बिर्स्यो त्यो अब चाहिँ हामी बस्न चढ्छौँ भने जान्छौँ अनि हामी चाहिँ अहिले लागेको अनि अहिले चाहिँ हामी कहाँ छौँ अरे दोस्त अलिक कहाँ छौँ अरे मकवानपुर अहिले चाहिँ ए जे भने पुर हो दिउँसोको 2 बजिसक्यो अब बिहान खाना खानु लाग्यो यता हुनुहुन्छ आन्टीहरू अनि यता अब केटाहरू हुनुहुन्न यता आन्टी हुनुहुन्छ त्यो गाई चाहिँ हामी खाना खान्छौँ यस्तो छ खाना खानु ठाउँ चाहिँ यस्तो राम्रो चाहिँ छैन ठिकै यसको पुरानो सुन्ने यता गाडी हो खाना खानु बसेको यहाँको खाना बनाउने मान्छेलाई देखेर खाना खानु मन लागेन अब यस्तो छ अब खाना चाहिँ यस्तो छ अनि प्लेटहरू यस्तो परै पर्छ कस्तो भइरहेको खाना कस्तो भइरहेको भात खानु मन लाग्यो रोटी खानु उसले मिठो खाना खाइरहेको यता खाइरहेको छ टोलीहरूले खाना खाइरहेको यता सौर्य मिठो छ नि खाना अब खानै पऱ्यो हेर अब दबाउनै पऱ्यो अलिअलि त आन्टीलाई मिठो लाग्यो होला है खाना कति रे अब यतिको कस्तो गर्नुपर्छ उसले चाहिँ रोटी खाँदैछ फेरि साल चाहिँ हामी खानासाना खाएर खाना पनि खाइएन त्यही पनि हल्का आन्टीहरूले खानु भएर हामी चाहिँ बस्नु चढिसक्यौँ अनि हामीले चाहिँ के किन्यो भन्नु न एक बट्टा बिस्कुटै उठाइदिएको छौँ क्या दोकानै खाली भयो बिचरा एक बट्टा बिस्कुट उठाइदिएको छौँ यता चक्लेट पनि थियो एक बट्टा बाँडेर सकिसक्यो अनि यता यसलाई जति खानु पुग्दैन फेरि यसलाई चाहिँ यति चक्लेट लिएको छ त्यो पनि मागिरहेको छ हाम्रो राजु साहेब हाम्रो आर्मीको कर्णधार ये लो हमारा पासा भी आर्मी का कर्णधार भविष्य का कर्णधार थाइल्यान्ड जाने मान्छे हो सबै यता समृद्धि बन्नु छ उता असिता बन्नु त्यो गाइस अब चाहिँ हामी लगभग 2 घन्टामा चाहिँ ट्रेन स्टेसनमा पुग्छौँ होला अनि आज त्यता बस्छौँ होला गाइस आज कता जान्छौँ सायद घुम्छौँ होला बेलुकाखेरि हजुरहरूलाई म देखाउने चाहिँ बिदा हुन्छ है त गाइस 2 hours later. उत्रिसकेर सामान हामी चाहिँ अहिले पट्नै आइपुगिसक्यौँ अनि अब चाहिँ यहाँ अटोमा टक्क सामान लोड गरेर टक्क केटाहरू यता पप्पाल अगाडि म र पप्पाल अगाडि हो यता सुमित श्रेष्ठ पछाडि सब राई सामान चाहिँ पछाडि छ अटो चाहिँ 3टा छ किनेको बिस्कुट चाहिँ सिधै खाएन है त्यो गाई अब चाहिँ हामी अटोमा लाग्ने हो बसले चाहिँ पुऱ्याउँदैन अरे अनि बस अब चाहिँ बसको यात्रा चाहिँ यहीँसम्म हो कस्तो हल्ला गरेको त्यही हो अब टक्क यता आन्टीहरू ए कस्तो फिल भइरह आइपुगेपछि कस्तो भइरह पासा आइपुगेर टु हट है ल राम्रोसँग है हान्दी जाने यहाँ अब भाइ त भाइ यो अब गाई पारा इन्डियाको पारा यही अब ब्यागहरू यस्तो छ
3टा छ यो अटो चाहिँ त्यो गाडी चाहिँ हामी होटल पुग्छौँ होटल पुगेर हजुरलाई भेट्नेवाला छु अहिलेको लागि चाहिँ यहाँबाट हामी जान आँटेको है त यो गाडी चल्छ हामी टक्क है अटोमा चढिसक्यौँ कस्तो छ एक्सपिरियन्स कस्तो छ दामी दामी कस्तो भइरहेको छ प्रतीक अकल क्या ले लो अंकल आप हम किधर जा रहे हैं दानापुर दानापुर स्टेशन इधर से कितना दूर है 15 किलोमीटर बद्दा 15 किलोमीटर यतिकै हिँड्ने अब के गर्नु स्ट्रगल गर्नै पर्यो यस्तो छ बाटो चाहिँ ओइ मिर्गा 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 तर गर्मी चाहिँ उपरै गर्मी छ One eternity later. गाइस हामीले फाइनली होटल चाहिँ आइपुगिसक्यौँ अनि होटलको रुममा चाहिँ यस्तो छ है होटल चाहिँ सानसानै छ कस्तो रुमको परेको छ अनि यता चाहिँ हाम्रो यता को बस्नु लाग्यो दोस्त हामी प्रतीक विष्टे सौर्यवर्धन अनि प्रतीक विष्ट सौर्य मर्जन र पप्पु यो रुममा बस्नु लागेको छ 2002मा अनि यताबाट चाहिँ को बस्नु लाग्नु आन्टी को बस्नु लाग्नु दुईजना तपाईँहरू सबैको मम्मी र रिसाको मम्मी बस्नु जानुभएको रहेछ अनि तपाईँहरू अनि यता चाहिँ यता बस्छन् कोही बस्छन् होला होइन हाम्रो यता हो हामी चाहिँ यता हो यस्तो छ रुम चाहिँ हाम्रो हालत चाहिँ सानो छ